तपाईँको घरको छ नि त पहिलाको ढोकामा के छ, ढोकामा चाहिँ एकापट्टि चाहिँ शिक्षाका टाइप्स भनेको छ नि त होइन। यतापट्टि तपाईँको मूल ढोकाको यतापट्टि लेफ्ट साइडमा चाहिँ स्थितिका बच्चाहरू सम्झिनुहोस्, अनि त्यहाँबाट अभिभावक पनि सम्झिनुहोस्। अनि अब पछाडि अर्को भनेको अरू प्रकारका ओपन एजुकेसन भन्ने बित्तिकै त्यहाँदेखि चाहिँ इन्फर्मल एजुकेसन, कन्ट्रिज एजुकेसन, स्पेसल एजुकेसन भन्ने बित्तिकै स्पेसल चाइल्डहरू सम्झिनुहोस्। र यी विभिन्न खालका विद्यार्थीहरूलाई त सम्झिने बित्तिकै तपाईँले चाहिँ सम्पूर्ण प्रकारको शिक्षा सम्झिनुहुनेछ। र नम्बर 2मा आए पछाडि चाहिँ निजी सामुदायिक गुठी विद्यालय भनेको छ। तपाईँको घरको ढोकाको राइटपट्टि सम्झिनुहोस्, राइटपट्टि चाहिँ तपाईँको गाउँमा भएको एउटा निजी स्कुल सम्झिनुहोस्, र तपाईँको सामुदायिक स्कुल सम्झिनुहोस्, र त्यसै गरी गुठी विद्यालय सम्झिनुहोस्। नम्बर 1मा के थियो, सम्पूर्ण टाइप्सको स्पेसल एजुकेसन, कन्टिन्युस एजुकेसन, अल्टरनेटिभ एजुकेसन थियो भने नम्बर 2मा के पर्यो, निजी गुठी सामुदायिक विद्यालय पर्यो। तपाईँलाई 2 नम्बरसम्म आइसकेको छ। तपाईँ घरभित्र सट्ट छिर्नुहोस्, घरभित्रको मूल ढोकाबाट छिर्ने बित्तिकै तपाईँको कुनै एउटा इमेजिन गर्नुहोस्, तपाईँको घरको मूल ढोकाको अब भित्र छिर्ने बित्तिकै कस्तो छ त, कुनै एउटा कोठा होला होइन। त्यो कोठा आउने बित्तिकै त्यो कोठामा भएको कुराहरू सम्झिनुहोस्। त्यो कोठामा चाहिँ एकजना मान्छे बसिरहनु भएको छ र उहाँले चाहिँ ल्यापटप चलाउँदै हुन्छ। ल्यापटप भन्ने बित्तिकै चाहिँ के सम्बन्ध पऱ्यो भने प्रविधि तथा व्यवसाय सम्बन्धी पऱ्यो। त्यसै गरी नम्बर 4मा यतापट्टि माथिल्लो साइडमा सम्झिनुहोस्, एकजना मान्छे बस्नु भएको छ र उहाँले चाहिँ मातृभाषामा चाहिँ उहाँको छोरालाई सिकाउँदै हुनुहुन्छ। जस्तै एउटा मगर बाजे, तपाईँको तामाङ बाजे, गुरुङ बाजे कसैलाई सम्झिनुहोस्, र उहाँ चाहिँ के सिकाउँदै हुन्छ, मातृ